नमस्कार सबैलाई। आज हामी कुरा गर्न जाँदैछौँ एउटा यस्तो कुराबारे जसले हाम्रो समय, ध्यान र सोच समेत नियन्त्रण गर्छ, तर हामीले कहिले गम्भीरतापूर्वक सोच्दैनौँ। यो एपिसोडको शीर्षक छ द डिजिटल ट्र्याप, कसरी एप तपाईको एटेन्सन चोर्छ। भोइस फ्रम द डार्कको एपिसोड 4 मा सबैलाई स्वागत छ। कसरी सुरु हुन्छ यो जाल? के तपाईले कहिले सोच्नुभयो केवल 5 मिनट टिकटक वा रिल हेर्ने भनेर सुरु गर्नुभयो, तर 1 घण्टा बितिसक्यो अनि अझ एक पटक मात्र भन्दै स्क्रोल गर्दै हुनुहुन्छ? यो कुनै संयोग होइन, यो नै हो डिजिटल ट्र्याप, जहाँ तपाईको मस्तिष्कलाई स्क्रोल गर्न बाध्य पारिन्छ। अल्गोरिदमको खेल के कस्तो हुन्छ यहाँ? हरेक भिडियो, हरेक क्लिक, हरेक लाइक, यी सबै अल्गोरिदमले अध्ययन गर्छ। अल्गोरिदम भनेको एक प्रकारको एआई सिस्टम हो जो तपाईको व्यवहार सिक्छ। तपाई कुन प्रकारको सामग्री मन पराउनुहुन्छ, कस्तो संगीत सुन्नुहुन्छ, कस्तो अनुहार हेर्दा प्रतिक्रिया दिनुहुन्छ, यी ससाना क्रियाहरूले मिलेर तपाईको साइकोलोजिकल प्रोफाइल तयार हुन्छ र यसको आधारमा एआई तपाईलाई ठ्याक्कै त्यही सामग्री देखाउँछ जसले तपाईलाई स्क्रोल गर्न नदिएर हुक गरिरहन्छ। अब कुरा गरौँ मस्तिष्क भित्रको डोपामिनको। जब तपाईलाई कुनै रमाइलो कुरा, नयाँ सूचना वा मनोरञ्जन मिल्छ, डोपामिन रिलिज हुन्छ। यो नै हो तपाईलाई खुसी बनाउने र उत्साह बनाउने। सोशल मिडिया कम्पनीहरूले यो कुरा बुझिसकेका छन्, यसैले हरेक भिडियो, हरेक रिल यो सोचेर डिजाइन गरिन्छ कि तपाईको मस्तिष्कले थप हेर्न मन पराओस्। तपाईले एक भिडियो हेर्नुभयो, डोपामिन बुस्ट, अर्को हेर्नुभयो फेरि रिवार्ड, अनि तपाई लुप भित्र अड्किनु भयो। यो नै हो डोपामिन लुप, जहाँ तपाई सोच्नै सक्नुहुन्न कि किन रोकियौं। इफ यु आर नट पेइङ यु आर द प्रोडक्ट। तपाईले पैसा तिर्नु भएको छैन, तर तपाईको डेटा, ध्यान र व्यवहार बेचिदैछ। तपाई कुन समयमा एप खोल्नुहुन्छ, कुन किसिमको सामग्री मन पराउनुहुन्छ, तपाईको स्थान, उमेर, भावना, मनोदशा, यी सबै डेटा कम्पनीहरूले बिहेभियरल डेटाको रूपमा प्रयोग गर्दछन्। यसैले सोशल मिडिया फ्री होइन, तपाई नै यसको उत्पादन, प्रोडक्ट हुनुहुन्छ। वास्तविक उदाहरण गर्नुपर्दा सन् 2018 मा क्याम्ब्रिज एनालिटिकाले फेसबुकका करोडौं प्रयोगकर्ताहरूको डेटा संकलन गर्यो, त्यो पनि अनुमति बिना। त्यो डेटा प्रयोग गरेर राजनीतिक विज्ञापन र मतदाताको सोचमा असर पारियो। यो प्रमाण हो हाम्रो डेटा, हाम्रो व्यवहार र निर्णय कसरी व्यावसायिक र राजनीतिक रूपमा प्रयोग हुन्छ। डिजिटल एडिक्सन इक्वल टु डिजिटल एक्सप्लोइटेसन। तपाई जति बढी अनलाइन हुनुहुन्छ, उति बढी तपाईको डेटा संकलन हुन्छ। एआईलाई थाहा हुन्छ तपाई कहिले उदास हुनुहुन्छ, कसरी तपाईलाई हँसाउन सकिन्छ र कुन समयमा तपाईलाई रोक्न सकिँदैन। यो नै हो एटेन्सन इकोनोमी। यहाँ तपाईको ध्यान नै व्यापारको वस्तु हो। साइबर सेक्युरिटी केवल पासपोर्ट, VPN वा एन्टिभाइरस मात्र होइन, सबैभन्दा बलियो सुरक्षा भनेको अवेरनेस हो। त्यसैले आफ्नो स्क्रिन टाइम हेर्नुहोस्, नोटिफिकेसन बन्द गर्नुहोस्, कहिलेकाहीँ डिजिटल डिटक्स गर्नुहोस् र कहिले नबिर्सिनुहोस्। तपाईको ध्यान तपाईको शक्ति हो। अन्त्यमा सन्देश, आजको युगमा हाम्रो मस्तिष्क नै नयाँ युद्धभूमि हो, जहाँ अल्गोरिदम र एआई हाम्रा ध्यानका लागि लड्दैछन्। तर जसले आफ्नो ध्यान नियन्त्रण गर्छ, उही व्यक्ति डिजिटल संसारमा स्वतन्त्र हुन्छ। यो थियो आजको एपिसोड द डिजिटल ट्र्याप, कसरी एप्स तपाईको एटेन्सन चोर्छन्। यसरी नै हाम्रो प्रत्येक एपिसोडमा साइबर सुरक्षा र डिजिटल सचेतना बारे कुरा गर्नेछौँ। तपाईलाई यो एपिसोड मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस् र नयाँ एपिसोडको अपडेटका लागि बेल आइकन पनि थिच्नुहोस्। अर्का एपिसोडसम्मका लागि सुरक्षा रहनुहोस्, सचेत रहनुहोस् र डिजिटल संसारमा होशियार बस्नुहोस्। धन्यवाद।